नमस्कार। आज हामी एउटा अलिकति फरक विषयमा चर्चा गर्न गइरहेका छौँ। सामान्यतया अन्तर्राष्ट्रिय भ्रमणमा जानुभएका धेरैलाई थाहा छ ड्युटी फ्री के हो भन्ने। यदि तपाईँ जानुभएको छैन भने पनि कुनै बेलामा तपाईँ अन्तर्राष्ट्रिय भ्रमणमा जान सक्नुहुन्छ। त्यो बेलाको लागि भए पनि यो भिडियो तपाईँको लागि काम लाग्न सक्छ। आज हामी ड्युटी फ्री सपिङ साँच्चीकै सस्तो छ कि यो चाहिँ एउटा मार्केटिङको जालो हो भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ। सामान्य अर्थमा भन्दा नो म्यान ल्यान्ड अर्थात् त्यो कुनै पनि देशको सिमाना होइन। तपाईँ अध्यागमन पास भइसकेर रनवेमा पुग्नुभन्दा अगाडिको जुन मार्केट हुन्छ त्यसमा तपाईँ देश छाडिसक्नु भएको छ र अर्को देशमा तपाईँ पुग्नु भएको छैन भनेपछि त्यो ठाउँलाई ल्यान्ड भनेर भनिन्छ या त्यो कुनै पनि देशको होइन। त्यसलाई चाहिँ ट्याक्स फ्री जोन अर्थात् ड्युटी फ्री मार्केट भनेर पनि चिन्ने गरिन्छ। सुरु गरौँ यो कहिलेदेखि सुरु भयो भन्ने विषयमा। विभिन्न खालका विदेशी मानिसहरूलाई विदेशी यात्रुहरूलाई चाहिँ सुविधा दिने हिसाबले सन् 1944मा सिकागोको एउटा सम्मेलनबाट चाहिँ यो ड्युटी फ्री सम्बन्धी व्यवस्थालाई चाहिँ लागू गर्ने विषयमा चाहिँ त्यहाँ निर्णय भएको थियो। भनेको कस्तो हो भने यदि तपाईँले कुनै पनि देश छाडेर अर्को देश जानको लागि मात्रै त्यो सामान किन्न पाउनुहुन्छ। मानिलिउँ उदाहरणको लागि तपाईँ विदेशबाट नेपाल आउनु भएको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्युटी फ्रीबाट सामान किनेर तपाईँ नेपालमा त्यो सामान प्रवेश गराउन पाउनुहुन्न। बरु तपाईँले सिङ्गापुरमा कतारमा या नयाँ दिल्ली एयरपोर्टमा चाहिँ भएको ड्युटी फ्रीबाट सामान किनेर ल्याउन पाउनुभयो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै ड्युटी फ्रीबाट सामान किनेर तपाईँ नेपाल प्रवेश गर्न पाउनुहुन्न। त्यसको लागि तपाईँले बिल बिजकहरू लगायतका सम्पूर्ण विभिन्न कागजातहरू पेश गर्नुपर्ने हुन्छ। अब अर्को एउटा प्रश्न आउँछ, यदि तपाईँले त्यो ड्युटी फ्रीबाट किनेको सामान भन्सार शुल्क लाग्छ कि लाग्दैन? अवश्य लाग्छ। तपाईँले अर्को देशमा त्यो सामान किन्नु भएको छ तर भन्सार शुल्क तपाईँको आफ्नो देशमा या तपाईँको गन्तव्य मुलुकमा लागिरहेको हुन्छ। अब नेपालमा केही समय अगाडि लगभग 15 वर्ष जति ड्युटी फ्री सामग्री बन्द भयो। त्यो ड्युटी फ्री फेरि कुनै पनि व्यवसायीहरू भन्दा पनि त्यो सरकारले चलाइरहेको हुन्छ र नेपालमा पनि केही वर्ष अघि सन् 2023मा नागरिक उड्डयन प्राधिकरणले एउटा बोलकबल नै गरेर त्यो ड्युटी फ्री पसलको लागि चाहिँ आह्वान गरेको थियो। अनि लगभग 15 वर्ष जति बन्द भयो नेपालमा पनि। र बाहिर पनि विशेष गरेर यहाँ अरू सामग्रीहरू पाइँदैन। यो विशेष गरेर लग्जरीका सामग्रीहरू, मदिराहरू, विभिन्न खाले पर्फ्युमहरू, ती सामग्रीहरू पाउने गरिन्छ। ड्युटी फ्री सपिङ हिजो आज एउटा प्रिमियम, एक्सक्लुसिभ र स्मार्ट सपिङको रूपमा विकास भएको छ। ती सामग्रीहरू देख्दा जो कोहीलाई पनि लाग्न सक्छ वाह क्या दामी सामग्री रहेछ, यो त किन्नै पर्छ, यतिको राम्रो सामग्री त बाहिर त पाइँदैन होला भनेर एउटा चाहिँ स्क्याम के हुन्छ भने यो ड्युटी फ्रीमा भएको सामग्री चाहिँ यो बाहिर पाइँदैन भनेर त्यो स्क्याम गरिरहेका हुन्छन्। तर भ्रममा नपर्नुहोस् कि हरेक ड्युटी फ्रीको सामग्रीहरू चाहिँ सस्तो नै पर्छ भन्ने हुँदैन। कुरा भनेको ड्युटी फ्री सधैँ सस्तो किन हुँदैन भने मुद्रा विनिमयको कुरा हुन्छ। त्यहाँ कार्ड, विभिन्न खालका क्रेडिट कार्ड, डेबिट कार्डहरू या अन्तर्राष्ट्रिय डलर कार्डहरू चाहिँ प्रयोग हुने विषयहरू हुन्छ। सबैभन्दा ठुलो कुरो भनेको लोकेसन। जस्तो तपाईँले दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा र सिङ्गापुरको अन्तर्राष्ट्रिय विमानस्थलमा तपाईँले यदि तुलना गर्नुभयो भने त्यो दुईटामै पनि एउटै कम्पनीको एउटै सामग्रीको मूल्य पनि फरक पर्न सक्छ। किन त भन्दा कुनै पनि सामग्रीमा ट्याक्स नलाग्नु भनेको एउटा प्रोसेस मात्रै हो, त्यो कुनै रिजल्ट होइन। किनभने कुनै पनि सामग्रीको मूल्य कम्पनी आफैले तय गर्छ। त्यो ड्युटी फ्रीमा पठाउने सामग्रीको मूल्य र लोकल मार्केटमा पठाउने सामग्रीको मूल्य फरक हुन्छ र त्यही फरक मूल्यमा चाहिँ ट्याक्स रिडक्सन गरेर या ट्याक्स नलागेको देखाएर चाहिँ मान्छेलाई त्यो एउटा भ्रम छर्ने गरिएको छ। तीनटा कुरोले चाहिँ मुख्य भूमिका खेलेको हुन्छ। एउटा मुद्राको विनिमय दर, अर्को क्रेडिट कार्डको अन्तर्राष्ट्रिय शुल्क र अर्को एयरपोर्टको लोकेसन। त्यसैले तपाईँ यदि पसलले तपाईँको बुझिरहेको मनोविज्ञानलाई पनि जितेर आफू अझै स्मार्ट बन्न चाहनुहुन्छ भने सुन्दर प्याकेजिङको पछि नलाग्नुहोस्।
यदि त्यहाँको मूल्यलाई अहिले त जताततै वाइफाई उपलब्ध हुन्छ, त्यो मूल्यलाई चाहिँ त्यो तपाईँ जुन बजारमा गइरहनु भएको छ, जुन देशमा गइरहनु भएको छ, त्यो देशको लोकल मार्केटको मूल्य कति छ भन्ने विषयमा चाहिँ तपाईँले यदि हेरेर जानुभयो भने तपाईँ ड्युटी फ्रीमा हुने गरेको स्क्यामबाट चाहिँ बच्न सक्नुहुनेछ। तपाईँलाई यदि ड्युटी फ्री सम्बन्धी केही यहाँ भन्न छुटेका विषयहरूमा जिज्ञासा छ भने कमेन्ट गर्नुहोला, त्यसको हामी फेरि पनि त्यसमा थप विवरणहरू तयार पार्नेछौँ।